नमस्ते नमस्कार सम्पूर्णजना तपाईहरुको माझमा आज भिडियो लिएर आइसकेछु। आज हामी कुरा गर्नेछौँ भोटर कार्डको टाइम अब धेरै रहेन, किनकि यो जेनजीले यो सानो बाबुले जान गुमाएको परिवर्तन हो। यो परिवर्तनलाई सदुपयोग गर्नको लागि सम्पूर्ण युवा जेनजी युवा आफ्नो भोटर कार्ड नामावली दर्ता गराई आफ्नो जिल्ला कार्यालय या प्रदेश निर्वाचन आयोगमा गई फार्म भरी आफ्नो मतदाता नामावली बनाउनु हुन लगायत यो परिवर्तन धेरै दिनपछि आएको हो। अनि यो परिवर्तन सानो नानी बाबुको जान गुमाएको परिवर्तन हो। यो परिवर्तन खेर जानु भएन। यो सम्पूर्ण जेनजी युवा साथीलाई यति आग्रह गर्न चाहन्छु कि सम्पूर्ण जना निर्वाचन आयोग कार्यालयमा गएर आफ्नो मतदाता नामावली गराई भोटर कार्ड बनाउनु र फागुन 21 गतेको लागि आफ्नो संसदीय राम्रो मान्छेलाई चुज गरेर जिताउनु र सरकार बनाउनु पर्छ, किनकि यो धेरै कलिला बाबु नानीहरूको जान गुमाएको छ। अहिले परिवर्तन भएन भने कहिले पनि परिवर्तन हुँदैन मलाई लाग्छ। अनि कम्तीमा यो परिवर्तन हो। अनि अर्को भनेको हाम्रो दाजुभाइ दिदीबहिनी खाडी मुलुकमा गएर बक्सा बन्द भएर आउँछ, यो पनि बन्द हुन सक्छ, धेरै परिवर्तन हुन सक्छ। त सम्पूर्ण जेनजी साथीलाई यति आग्रह गर्न चाहन्छु कि अब समय थोरै छ, तपाईहरु आफ्नो अनलाइन दर्ता गराउनु, मतदाता नामावली गराउनु अनि जानु, अनि त्यसपछि बायोमेट्रिक र फोटो लिएर त्यसमा निर्वाचन आयोग कार्यालयमा गएर तपाई फर्म त्यो बनाइदिन्छ। अनि यो बनाउनु धेरै आवश्यकता छ। यो धेरै दिनपछिको परिवर्तन हो, किनकि हाम्रो देश नै पुरै डुबिसकेछ। अनि यो तपाईले जेनजीको आन्दोलनमा हेर्नु भएछ, यो कतै 12-13 वर्षको बाबुलाई गोली हानेको छ। यो कस्तो निरङ्कुश सरकार थियो। त्यसैले राम्रो मान्छेलाई चुज गर्नु अनि राम्रो मान्छेलाई जिताउनु। त्यसपछि अब संसदमा फेरि सरकार बन्छ, फेरि राम्रो नीति नियम लाग्छ। अनि हाम्रो कम्तीमा युवा लगायत जनता त पनि खुसी हुन सक्छ नि। तपाईहरुको सानो प्रयासले गर्दा तपाईहरुको सानो एउटा मतदाता भनेको नामावलीले गराउँदा यस्तो परिवर्तन आउन सक्छ मलाई लाग्छ। त सम्पूर्ण युवाहरुमा आग्रह गर्दछु कि तपाईहरु फेरि चुनावमा नबिग्दिनु होला अनि राम्रो मान्छेलाई चुज गरेर अब देशलाई परिवर्तन गर्नुपर्छ। कति हामीहरु खाडी मुलुक जाने अनि यो देशमा खाली नेता र कार्यकर्ताले देश चलाउँछ। त्यसैले सम्पूर्ण युवालाई म हात जोडेर विनम्र अनुरोध गर्छु, तपाईहरु सक्दो आफ्नो भोटर कार्ड बनाइहाल्नु होला र देशको नयाँ मुखरा बनाउदिनु होला र चेन्ज गर्दिनु होला। सम्पूर्ण आग्रह गर्छु कि तपाईको सानो परिवर्तनले देश परिवर्तन हुन सक्छ। धन्यवाद।